नेभर बी मिसयुज्ड, नेभर बी मिसगाइडेड। है, तपाईहरुलाई परिचालन कसैले गर्न सक्छ, जा भाइ त्यहाँ गएर झगडा गरेर आइज, म तँलाई केही हुनु दिन्न, प्रहरीले पक्रेमा छुनु दिन्न, मेरो पार्टीमाथि गृहमन्त्री छ भन्ने किसिमले कुनै किसिमको चाहिँ प्रलोभन र दुरुत्साहनमा पारेर जेनजीलाई अथवा छैन युवा पुस्तालाई कसैले पनि दुरुपयोग नगरोस्। यो देश पछि पर्नुको कारण सबैभन्दा ठुलो शक्ति भनेको, जनशक्ति भनेको चाहिँ नि युवा शक्ति हो। त्यो युवा शक्तिलाई नै खाली टाउका फुटाउनको लागि, टायर बाल्नको लागि दुरुपयोग गरेर हुन्छ। म सम्पूर्ण तपाईको छैन जेनजीलाई भन्न चाहन्छु, डङ्की डङ बाँझो बारी खन्नुहोस्। कुरा बुझ्नुभयो नि? हो, जेनजी यता हुनुहुँदो रहेछ, डङ्की डङ बाँझो खेत खन्नुहोस्। है, त्यहाँ देखाउनुहोस् तपाईँको छैन तागत। अर्काको टाउको फुटाएर अर्कालाई कुटेर तागत देखाउने होइन। विदेशी दलालहरूले जहिले पनि अस्थिरता होस् यो देशमा भनेर अनेक परीको छैन फन्डा मचाइदिन्छ। त्यो फन्डामा लागेर एकअर्कालाई खेदाएको छ, कुटेको छ। तपाईँ पनि नष्ट, म पनि नष्ट। अहिले यहाँ झगडा गर्ने भने के हुन्छ? रगत मात्रै बग्छ। रगत बगेर के हुन्छ? केही फल्छ? त्यसो भएको कारणले गर्दाखेरि म यहाँ सबैजनालाई भन्न चाहन्छु, हाम्रो देशको माटोमा पसिनाको सुगन्ध आउनुपर्छ। पसिनाको सुगन्ध आउनुपर्छ। त्यो